सबैजनालाई नमस्ते। यतिखेर तपाईहरु हेरिरहनु भएको छ अस्मिन शाह युट्युब च्यानल। सशस्त्र प्रहरी बल नेपाल अहिले 2081 सालको नयाँ भ्याकेन्सी अनुसार खोलिसकेको केही महत्त्वपूर्ण कोठाहरू छ र यसमा तपाईहरुले फर्म भरिसक्नु भएको होला र तपाई अब फर्म भरिसकेपछि तपाईहरु केही बेरिङको नजिक आइसक्नु भएको छ। तपाई नजिक आइसक्नु भएको छ र तपाईले बेरिङमा जाँदाखेरि तपाई कस्तो खालको परीक्षण हुन्छ, तपाईले के डकुमेन्टहरु लिएर जानुपर्छ, कस्तो डकुमेन्ट लिएर नजाँदाखेरिको चाहिँ कस्तो रिजल्ट हुन्छ हैन। त्यो बेरिङको जाने टाइममा चाहिँ कस्तो कपडाहरु लगाएर जानुपर्छ अनि हैन त्यो सबै तपाईहरुलाई विवरण चाहिँ यसमा म दिने नै छु। यदि तपाईले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर जोडिन सक्नुहुनेछ, किनकि तपाईले यस्तै खालका नोटिफिकेसनहरु फेरि पनि तपाईहरुको मोबाइलमा आउने छ। त्यही भएर सुन्नुहोस्, तपाई सशस्त्र प्रहरी बल नेपाल 2081 को नयाँ भ्याकेन्सी अनुसार विभिन्न पदमा खुलिसकेको छ र तपाईहरुले पनि यसमा विज्ञापन अनुसार तपाईहरुले नि फर्म भरिसक्नु भएको होला। यदि तपाईहरुले फर्म भरिसक्नु भएको छ र तपाई बेरिङको तयारीमा हुनुहुन्छ, बेरिङ नजिक आउँदैछ भनेपछि तपाईहरुले यो भिडियो चाहिँ अवश्य पनि नछुटाएर हेर्नु होला, किनकि तपाईहरुलाई अवश्य आउँछ। एक दुई चोटी तपाई गएर थाहा भइसक्यो भने चाहिँ त्यो खासै त्यस्तो परेन। तपाईहरु पहिलो चोटी हुनुहुन्छ, तपाई हैन जानु छ भनेपछि तपाईले के लिनुपर्छ, कस्तो हुनुपर्छ भन्ने कुरा त्यसमा तपाईले पूर्ण रूपमा जानकारी दिनेछु। तपाईले भिडियो लास्टसम्म हेर्नु होला। यदि तपाई सशस्त्र प्रहरी बल नेपालको चाहिँ तपाई बेरिङमा जानु पर्यो भने यदि तपाईको पहिलो नै के गर्नुपर्छ, हरेक कुराहरु परीक्षण गर्ने। अब हात भाङ्गो थियो, अब दाँत तपाईको दुईटासम्म झरेको, बङ्गडा दुईटासम्म समथिङ झरेको लिन्छ, त्यहाँभन्दा धेरै झरेको लिँदैन, अगाडि झरेको लिँदैन। त्यही भएर त्यो झरेकोमा पनि के गर्नुपर्छ, आरसिडी गर्नुपर्छ, सिमेन्ट भर्नुपर्ने छ। त्यही भएर तपाईहरुले त्यसको लागि अरु सबै कुराहरुको प्रोसेसन तपाईहरुले लाउँछ, हेरी डेकोरेसन गरी तपाई खुट्टा यताउता हात ढाड अनि आँखा सबै ती कुराहरु चाहिँ एउटा त्यो पूर्ण रूपले चाहिँ के गर्नुपर्ने छ। अनि तपाई गरिसकेपछि तपाईहरुको शारीरिक परीक्षण हुन्छ। तपाई त्यहाँ भइसकेपछि तब तपाई घरदेखि जानु पर्यो। घरदेखि गइसकेपछि के डकुमेन्टहरु लिनुपर्छ हैन। अब त्यहाँ लगेर चाहिँ हामीहरुले अब लगिसकेपछि त्यहाँ पहिला डकुमेन्टहरु हुन्छ। त्यसपछि तपाईहरु चाहिँ पहिले अब आफ्नो वेट अनि त्यसपछि हाइट आफुलाई पहिले नै थाहा हुन्छ नि, म कतिसम्म चाहिँ के छु, कतिसम्म कहाँसम्म फाल्न सक्छु, एउटा त्यो कुरा भनेको आफुलाई थाहा भइहाल्छ तर हुन्छ पनि। अनि त्यसपछि तपाईहरुले सबभन्दा पहिला तपाई त्यो घरदेखि जाँदाखेरि चाहिँ अलरेडी एउटा नागरिकता हैन, तपाईलाई यो नागरिकताको एउटा यो नागरिकता चाहिँ अनिवार्य रूपमा के गर्नुपर्ने छ, लिनुपर्ने छ। नागरिकता अनिवार्य लिनुपर्ने छ। नागरिकता पछि अनिवार्य हुनै पर्ने सशस्त्र प्रहरी बलको के त यो प्रवेश पत्र भएन भने चाहिँ त्यहाँ केही पनि हुँदैन। तपाईले फोनबाट देखाएर पनि मिल्दैन, फोटो देखाएर पनि मिल्दैन। यो चाहिँ के हो, सक्कली हुनु नै पर्छ। यदि भइसकेपछि तपाईहरुले त्यहाँ गइसकेपछि अनि तपाईहरु चाहिँ वेट पुग्दैन भने तपाईहरुले पहिले नै थाहा भएर तपाईहरुले के गर्नुपर्छ, पहिले नै थोरा अब 3-4 केजी नै पुग्दैन भने त तपाईहरुले त्यो अब पहिलेदेखि नै अब वेटको लागि केही अब प्रोसेस चाल्नु पर्ने हुन्छ। यदि वेट पुग्छ 1 केजी सम्म, हल्का ग्रामहरु पुग्दैन भने तपाईहरुले यदि केराहरु त्यही खाएर पनि के गर्न सक्नुहुन्छ, जान सक्नुहुन्छ। यदि तपाईहरु त्यहाँ गइसकेपछि तपाईहरुले अवश्य नै एउटा हाफ कट्टु हुन्छ हैन, जाङ्गी हुन्छ नि, हाफ कट्टु चाहिँ अनिवार्य चाहिँ लिनुपर्ने छ। यदि लिएन भने तपाईहरुलाई के गर्छ, त्यहाँबाट बाहिर गर्छ। फेरि अर्को दिन आउनु हैन। यस्तो मेरोमा पनि भएको थियो। मलाई केही थाहा थिएन, मैले केही भिडियो पनि हेरेन, केही गरेन, म डाइरेक्ट गएँ। म गइसकेपछि चाहिँ तपाईँ चाहिँ यो जानी लाउनुपर्छ, सिलेक्सन चाहिँ हुँदैन भनेर चाहिँ रिसिभ गरेर मलाई अर्को दिन बोलाएको थियो। त्यस्तो चाहिँ तपाईकोमा नहोस् हैन। भएर तपाईले नागरिकता त्यसपछि प्रवेश पत्र अनिवार्य लगेर तपाईले के गर्नुपर्ने छ, उपस्थित हुनुपर्ने छ। र तपाईहरु त्यहाँबाट भइसकेपछि छनौट भइसकेपछि तपाईहरुले चाहिँ हामी
त्यो भइसकेपछि अब त्यो रनिङ सनिङ अब त्यो भने त एउटा नर्मल्ली हो, त्यो तपाईँहरूले कोसिस गर्नु पऱ्यो चाहिँ अब अलरेडी अब जस्तोले पनि अब हान्न सक्छ भन्ने हुँदैन होइन, त्यसमा पनि अब धेरै मेहनत लाग्छ, हरेक कुराहरू पुग्छ साथै त्यो सबै कुराहरू चाहिँ पास भइसकेपछि लिखितको लागि चाहिँ तपाईँहरूले हाम्रो सबै प्रोसेस सकिसकेपछि त लिखित भनेको चाहिँ एउटा के हो भनेपछि अलि त्यो जटिल नै हो, लिखितमा नाम निकाल्दा अलि गाह्रो नै हुन्छ। अब जस्तो राम्रो पढाइ लेखेका मान्छे त त्यसमा समावेश हुँदैन नि त, अब कोही हुन्छ होला अब राम्रो पढाइ लेखेका मान्छे हसाइतिर जान्छ, अब इङ्ग्लिस पेपरतिर जान्छ, र अब यो जवान परिचयतिर त यो अब अलि निम्न पढाइ अलि हरेक कुराहरू कमै भएको मान्छेहरू हुन्छ, त्यही भएर चाहिँ यो त्यसमा चाहिँ सबभन्दा सबै कुराहरू चाहिँ बेसिक नलेज सबै हुनुपर्छ। 8 पास भनेर मात्रै भएन नि, त्यसमा नलेज सबै इङ्ग्लिस गणित नेपाली सबै चाहिँ हुनु पऱ्यो। भइसकेपछि तपाईँहरूले के गर्नु पऱ्यो, राम्रो बुकहरू लगाउनु पऱ्यो। अहिले 2081को यो बुक पनि आइसकेको छ, यस्तै बुकहरू टन्नै बुकहरू छ, बुकहरू पढ्नु पऱ्यो। सबै हामीहरूले नेपाली इङ्ग्लिस गणित सेवा सबै कुरा थप्नु, आउट कुरा चाहिँ पढ्नु पर्दैन, तर सेवा सम्बन्धी त्यहीँभित्रको चाहिँ सबै कुराहरू पढ्नु छ। तपाईँहरूलाई मैले भनिसकेँ, तपाईँहरूले यो चाहिँ एउटा प्रवेश पत्र र यो नागरिकता, अनि तपाईँले एउटा हाफ कट्टु र हाफ के त टी सर्ट तपाईँहरूले लगेर अवश्य पनि उपस्थित हुनु होला। तपाईँ केही हुँदैन, डर पनि नमान्नु, कहिल्यै पनि जिन्दगीमा कसैको पनि डर मान्नु हुँदैन। ऊ पनि हामीहरू जस्तै मान्छे हो, बनाउने मान्छे पनि हामी पनि हामीहरू जस्तै मान्छे हो, कसैको डर मान्नु पर्दैन, केही हुँदैन। अचानक फालिहाल्यो भने पनि रुनुपर्ने केही छैन। एक ठाउँ नभए अर्को ठाउँ हुन्छ, मान्छे मागेर खाएर त मान्छेको जिन्दगी चलिरहेछ। हरेक कुरामा हार मान्नु हुँदैन, जस्तो जटिल तपाईँ पनि सरल गर्दै अगाडि बढ्नुपर्छ। हामीहरू भविष्यमा केही गर्नुपर्छ भन्ने एउटा सोच आँट साहस गरेर हिँड्नुपर्छ होइन हामीले यो जस्तै। त्यही भएर म चाहिँ यो हरेक कुरामा मैले पनि यहाँबाट केही पहिला ट्राई गरेको थिएँ, तर त्यसमा चाहिँ म धेरैमा कहिले मैले नागरिकता लगेन, कहिले चाहिँ प्रवेशता लगेन, कहिले म त्यो रनिङ जाँदाखेरि यताउता त्यो सबै कुराहरूमा त्यो उनाउँदाखेरि पहिलोचोटि यो जाने मान्छे झन्नै हुन्छ नि। त्यही भएर तपाईँको लागि यो भिडियो बनाएको। तपाईँहरू जति पनि यो भिडियोलाई लाइक कमेन्ट सेयर गरेर सबभन्दा तपाईँले सब्सक्राइब गर्नु, त्यसपछि सबैसँग प्रयोग गर्नु। तपाईँ अल द बेस्ट, तपाईँ राम्रो गर्नुहुनेछ। तपाईँले मेरो भिडियो पुरा हेर्नुभयो भने थ्याङ्क यू सबै होइन। तपाईँहरूले त्यही हो कुरा, सब डर नमान्नु। त्यसपछि सबै कुराहरू अल द बेस्ट पहिले नै फिटिङ हुनुपर्छ, जानुभन्दा अगाडि टक्क सबै कुराहरू रेडी हुनुपर्छ। प्रवेश र नागरिकता भनेको तपाईँ कहिले पनि छुटाउनु हुँदैन। धन्यवाद।